भन्न जाने हो भने व्यक्तिको दुईटा परिचय हुन्छ। एउटा परिचय उसको नाम हुन्छ भने एउटा परिचय उसको काम हुन्छ। आजदेखि हामी यहाँ उपस्थित भएका छौँ, भेला भएका छौँ। मैले जसरी परिचय गराउँदैछु यो नामको परिचय हो। कामको परिचय जब 7 दिन व्यतीत हुन्छ अनि मात्र हामीलाई थाहा हुन्छ, आहा यी व्यक्ति त कति सरल रहेछन् भन्ने कुरो। कथामा तपाईँ हामीलाई आनन्द गर्नुहुने कुनै परिचय दिइरहनु पर्दैन, तर पनि समक्षमा गायनमा हुनुहुन्छ चक्रपाणी सापकोटाज्यू। हामी सबैले 7 दिनसम्म अब हामी उहाँको सुमधुर सङ्गीतले आनन्द लिनेछौँ। समक्षमा गणेश बुढाथोकीज्यू हुनुहुन्छ, सरल स्वभावले युक्त ज्येष्ठ श्रेष्ठ। समक्षमा भगवान श्रीकृष्णजीले बाँसुरी बजाउँदा जस्तो प्रकारले गोपिनीहरू दौडिँदै आउँथ्यो भने सागर धिमालजी हुनुहुन्छ, उहाँको बाँसुरीको वादन सुनेर हामी पनि आफ्नो घर कार्यालय छोडेर यहाँ भागेर आउँछौँ अवश्य नै। र समक्षमा हुनुहुन्छ गोविन्द लुइटेलज्यू, यति सरल स्वभावले युक्त। म भन्दैछु नि त, आज केवल यो मैले जुन परिचय दिँदैछु नामको मात्र परिचय हो। कामको परिचय हामी 7 दिनमा बिदा गर्दा हाम्रो आँखादेखि अश्रुको धारा बगेन भने अनि मलाई भन्नु, मेरो नामलाई हटाइदिनु होला। आजभन्दा 3-4 वर्ष 5 वर्ष अगाडि 11 दिनसम्म पनि यो कालेपुर यस्तो स्थान हो। वास्तवमा यहाँ कथा भलै उहाँ पिताजीको सानिध्यमा हुँदैछ, तर यो स्थान यति पवित्र छ, यहाँका भक्तहरू यति पवित्र हुनुहुन्छ। निमन्त्रणा गरे पनि नगरे पनि होइन, कथा हाम्रो घरको कथा हो भनेर हामी सबै आउँछौँ। यो हामीलाई भनिरहनु पर्दैन। हामीले 11 दिन पानी पर्दा पनि जुन जमघट थियो हामीलाई थाहा छ। 11 दिनसम्मको शिवपुराणमा पानी पर्दा पनि कुनै दिन पनि केही कमीको महसुस भएन। तसर्थ आज त केवल प्रारम्भ मात्र हो। आजदेखि हामी अनवरत 7 दिनसम्म प्रभुको कथा यहाँ सुन्नेछौँ। झाँकीमा नित्य निरन्तर तपाईँ हामीलाई एक साधारण व्यक्तिलाई पनि देवतुल्य बनाएर यहाँ प्रस्तुत गर्नुहुने भरत गुरागाईज्यू हुनुहुन्छ, निकासीदेखि आउनुभएको छ। उहाँलाई पनि हामीले चिनिसकेका छौँ। र अब हामी यहाँ आउनका निमित्त हामीलाई शक्ति चाहिन्छ, तागत चाहिन्छ। तसर्थ हामीलाई मिठो भोजन बनाएर माथि व्यवस्थित गर्नुहुन्छ राजकुमार गुरुजी हुनुहुन्छ। अब हामी 7 दिनसम्म हजुरहरूको पाहुना भएर होइन, घरकै व्यक्ति भएर यहाँ रहनेछौँ। तसर्थ आज त केवल प्रारम्भ मात्र हो। यो जन्म जन्मान्तर कल्पकल्पान्तर युग युगान्तरको पुण्य पुञ्जले मात्र प्राप्त हुन्छ। हेर्नुहोस्, करोडौँ व्यक्ति संसारमा यस्ता छन् जो चाहेर पनि बोल्न सक्दैनन्। करोडौँ व्यक्ति यस्ता छन् चाहेर पनि हेर्न सक्दैनन्। करोडौँ व्यक्ति यस्ता छन् चाहेर पनि हिँड्न सक्दैनन्। भनेपछि हामी ती करोडौँमा कति भाग्यमानी रहेछौँ, सम्झिनुहोस् त। आज हामी यहाँ आएर कथा सुन्न पाइरहेका छौँ भने यो हाम्रो सौभाग्यको कुरो हो। तसर्थ आजदेखि हामीले प्रारम्भ, भगवानले जे पनि गर्नुहुन्छ सही गर्नुहुन्छ। आजभन्दा 4-5 महिना अगाडि पिताजी हामी बसेर जब सल्लाह गरेका थियौँ, 1 दिन अगाडि जलयात्रा गर्ने भन्ने सल्लाह थियो, तर बादमा के भयो भन्दा होइन, 7 दिनको भागवत त्यही दिन जलयात्रा गरे जुन दिन हामी किताब फुकाउने भन्ने हाम्रो सल्लाह थियो। तर कति उत्तम सल्लाह रहेछ। हिजो जलयात्रा हुन्थ्यो भने सम्झिनुहोस् हामीलाई कति असुविधा हुन्थ्यो। कोही व्यक्तिको प्राणान्त भएको थियो र जलयात्रा हामी गर्थ्यौँ भने कस्तो नराम्रो हुन्थ्यो। भगवानले पनि पहिले नै एउटा योजना बनाएर पठाउनुहुँदो रहेछ। तसर्थ यो सौभाग्यले प्राप्त भएको छ। यहाँबाट निस्केको जुन अमृत छ केवल मैले भनेको वचन होइन, भागवतको वचन हो। तसर्थ केवल तारावीरज्यूको घरको कथा होइन, हामी सबैको कथा हो भनेर हामी नित्य निरन्तर आउनेछौँ। भोलिदेखि 10 बजीदेखि 3 बजीसम्मको कथा हुन्छ र सायङ्कालीनमा 7 बजीदेखि 9 बजीको महात्म्यको प्रसङ्ग चल्दैछ। भन्नुहोस् त राधे राधे। अलिक मजाले जन्म